नमस्कार, मेरो नाउँ देव सौद। साथीहरू, एमाले काङ्ग्रेस माओवादीले काम नगरेर पो काम नभएको हो त है। नेपालीहरूको मन कति ठुलो छ तपाईँ हामीलाई थाहा भएको कुरा हो त। कुनै खेलाडी बिरामी पर्दा, कुनै राम्रो मान्छे बिरामी पर्दाखेरि कुनैले सहयोग जुटाउँदाखेरि यति धेरै नेपालीले यति करोडौँ अरबौँ रुपियाँ उठ्छ त हो। खुत्तै मान्छेले मलाई भयो सहयोग गर्न पर्दैन भन्छ। नेपालीहरूको मन छ के, नेपालीलाई सल्युट छ, नमस्कार छ। यस्तै नेताहरूले राम्रो काम गर्छु भनेपछि हामी नेपालीहरूले 1000, 500, 100, 200 है गरेर सहयोग गर्थ्यौँ नि है। नेताहरूले चाहेको भए भरोसावाला नेता उठेको भएपछि नेपालीहरूले आफैले पैसा आफ्नै लगानी गरेर पनि पैसा उठाएर विकास गर्थे के। एमाले माओवादी काङ्ग्रेसको काम छैन के, यिनीहरूले गर्न चाहदैन। यिनीहरूले गर्न चाहेको भएपछि हामी नेपालीहरूले यिनीहरूले काम गरेर देखाउन सकेको भए हामी नेपालीहरूले हामीले पनि सहयोग उठाएर 1000, 500, 2000, 3000 गरेर यिनीहरूलाई सहयोग गरेर विकास गर्न लगाउँथ्यो कि। यिनीहरूले गर्नै सक्दैन। त्यही भएर योपालि घन्टी आएको छ साथीहरू, घन्टीलाई विजय गरौँ। घन्टीमा भोट हालिदिनु होला। हवस् त, नमस्ते।